नमस्ते सबैजनालाई। परदेशी कृष्णले कस्तो काम गर्छ भनेर जिज्ञासा लिनुहुने मेरो प्यारो मित्रहरू, परदेशी कृष्णले जे पनि काम गर्छ, जस्तो पनि काम गर्छ। आजको काम भनेको चाहिँ मेरो यो पित्तलको काम छ। पित्तललाई गुना काटेर यो भित्र हामी पठाउने काम गरिरहेछौँ भने परदेशी कृष्णले जे पनि काम गर्छ, जस्तो पनि काम गर्छ। कहिले तामा गर्छ, कहिले पित्तलको काम गर्छ, कहिले फलामको काम गर्छ, कहिले नाइलोन प्लास्टिकको काम गर्छ। सबै काम भनेको यस्तै हो। काम सानो ठुलो कहिले हुन्न साथीहरू। यदि तपाईँहरूलाई म जस्तै मान्छे चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ, मलाई खबर गर्नुहोला। यतिखेर भनेको यो ठ्याक्कै 190 भित्र पठाएको छु। 190 भनेको लगभग 7.5 इन्ची लम्बाइभित्र पसेको छ होइन। परदेशी कृष्णले यस्तै काम गर्छ। आजको काम भनेको पित्तलको काम छ। अब भोलि तामा पर्छ, पित्तल पर्छ, फलाम पर्छ। भोलिको बसाइ हामीलाई के थाहा। यस्तै हो काम भनेको। हेर्नुहोस्, हामीले यसरी यहाँ गुना काटेर यो भित्र 190 भित्र पठाएको छौँ भने कतिलाई थाहा नहुनसक्छ। 7.5 इन्ची भित्र गइसकेको छ। अब यस्तै गरी यतापट्टि अर्को यो गुना काटेर तयारी बनाएर राखेको छु। यो चाहिँ भनेको लगभग 5 इन्ची हो। 5 इन्ची बराबरको काटेर राखेको छु। यहाँ गुना काटेको हतियार यहाँ अर्को भित्र यहाँ छ। त्यो चाहिँ यतापट्टि छिराउनु पर्छ भने परदेशी कृष्णले गर्ने काम यस्तै हो साथीहरू। यदि तपाईँहरूलाई पनि यस्तै कोही व्यक्ति चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।